Hello guys, what's up? Good morning. म चाहिँ नुहाइधुवाइ गरेर अब चिसोको क्याफे जानु गएको होइन। पानी खान्छु, दाइले पर्खिरहेछ। हाम्रो फ्रिज आउट। पानी खाएर अब नुहाइधुवाइ गरेँ, प्यान्ट सर्ट कपाल बल्ल बल्ल लामो यति हुँदैछ। सो गाइज अब म क्याफे हिँडेको। आज के हुन्छ अहिले भिडियो पनि बनाइन्छ। सो भिडियो हेर्दै गर्नु, कहीँ पनि नजानु है त। त मलाई वाक्क नर त आइज 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 त मेरो मासु नखाइ। म गएको मुख दुखाउँछु नि त। यो चुहा अब हाम्रो घरमा छ कि मेरो मिट खान्छ। मलाई भुके गर्छ होइन, देख्नै सक्दैन। हो गाइस, म अब दाइ भएको गएको, म क्याफे जानु पर्छ होइन। त्यस्तै हो आजको वेदर, भेरी नाइस। लाग्यो अब लाग्यो अब लाग्यो जानु पर्यो। अब अहिले के हुन्छ के हुन्छ। सो आई विल मेक द भिडियो गाइज है। भिडियो हेरिराख्नु होला, सपोर्ट गरिराख्नु होला, माया गरिराख्नु होला है त। हाम्रो रत्नचक भाइ मेरो मासु नखा त, फेरि डराउँदै भाग्छ पो त। हाम्रो बेसमेन्ट क्याफे आइसकेको छु होइन। मेरो दाइ, ओ दाइ, ओ सुशील दाइ, कस्तो ह्यान्डसम छ मेरो दाइ। दिदी तपाईँ कति राउन्ड भएको? ए दामी छ। सो यस्तै हो, अब अहिले यहाँ क्याफे आइसकेँ होइन। अब क्याफे यस्तै छ। अब के काम छ मेरो लेट्स सी। तर काम त त्यस्तो केही पनि छैन होइन। अब यहाँ अर्को सुतिरहेको छ। ओइ 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 फुट। है गाइस, त्यस्तै हो होइन। अब केही पनि छैन अरू। सो यस्तै हो मेरो भिडियो, सिम्पल डे बाई डे। ल हाम्रो त रिच किड ल 1000 2000 3 4 5 6000 छ त हौ दाइ। कहाँ जानु लाग्यो यत्रो पैसा बोकेर? आम्मा अनि पैसा होइन दाइ। अहिले भ्लगर भएको छु नि मेरो भाइ। यस, बेसमेन्टको भ्लगर। ल सब्सक्राइब हान्नु नि त, युट्युब च्यानल खोल्नु त। यस दाइ, यहाँनिर अब यो लेख्यो भने चाहिँ सिधै आउँदो रहेछ क्या। हेलो गाइस, मेरो बिरालो याद छ। टिकटकरहरू पछाडि झन्डै फोन झर्दिएर क्या। यो 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 हाम्रो बेसमेन्टको टिकटकरहरू और खतरा लाग्यो। टेक्निक चाहिँ यस्तो हो टिकटक बनाउने। क्या दामी देखेँ क्या सस्तो लाएर झन् मेरो ब्लगमा है। भाइ बिल्ली के भन्छ
यो समीर दाइ कहिले एडमिट भएको अरे दाइ कस्तो गीत थियो क्या भिडियो बनाउँदै आइरहेको थियो कि पज भइ तल टिकटकरहरूको भिडियो बनाइदिँदै आएको तल छ ए सिया पनि देखिन्छ हौ हजुर ल ओ दिदी भाइ तेरो सुताइ त मरत छ त हो यसको सुताइ त मरत छ त ओइ उठ के हो सो गाइस हाम्रो क्यारेको बिरालोहरू कतिको अल्छी छ भनेर अब ओपर सुत्दिन्छ है अब यहाँ छोडिन्छ अब सुत्छ यो देख्नुभयो कतिको अल्छी छ अरू बिरालोहरूलाई यसरी तान्यो भने त कहाँ यसरी बस्छ भन्नु न अघि उठेर अझै झापु भन्छ जरुरी त यस्तो छ अल्छी क्या हाम्रो बिरालो अर्को उयो छ यो पनि त्यस्तै अल्छी हो ल गाइस यो पनि त्यस्तै अल्छी हो यो पनि यस्तै अल्छी हो ओइ 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 अल्छी ओइ अल्छी ओइ अल्छी यस्तो छ है अल्छी तान्दा नि केही यो चाहिँ अलिक उयो छ कि यो त तिमी के साह्रो अल्छी भएको तिमी हेलो गाइस व्हाट्स अप हैन यस्तै छ हाम्रो लाइफ भ्लगमा हुँदैछ यहाँ मेरो बहिनी किम्बाप बनाउँदैछ किम्बाप हाम्रो बहिनीको किम्बाप बन्दैछ किम्बाप म जापानिज बोल्दैछु नि त हौ सिङ्गीत न हो अलिक मिठो बना ल यता हेर्दै नि त नि ओइ यो त अब यो त सेफ पनि हुने भयो अनि डक्टर पनि रहेछ त्यहाँ डक्टर सँगसँगै सेफ मेरो बहिनीले बनाएको सुसी खाइदिएको ल कस्तो छ गुड गुड यतिको बमोट छ ल सो गाइस हेलो हामी चाहिँ अब अहिले हाम्रो सुसी डेलिभरी गर्न जाँदैछु किन हौ सो अब हामी चाहिँ यसको सुसी बनाएर यसको साथीलाई पुऱ्याउन जाँदैछु सो खास मैले हिजो भिडियो अपलोड गर्ने भनेको गर्न पाइनँ हिजो ढिलो भएर होइन किन हाँसेको त यस्तो छ है हाम्रो बहिनीहरूको हालत हाँस्छ भिडियो बनाउँदा होइन सो के भन्नु यसले बनाएको सुसी दामी छ दामी सबैजना खाने भए राईमा बान्तावालाई कन्ट्याक्ट गर्नु होला होइन सो आज चाहिँ भिडियो फिक्स अपलोड गर्ने हो अल्छी नमानिकन हेरिदिनु होला होइन सपोर्ट गरिदिनु है त गाइजहरू यस्तै छ ल अहिले हामी बेसमेन्टमा आइसकेको छु मै काम गर्छु नि तर बेसमेन्टमा चाहिँ यो चाहिँ मेरो बहिनीले बनाएको सुसी हो यो यहाँ चाहिँ यहाँ छ हाम्रो रश्मि दिदी नयाँ बोस सो गाइज लेट्स ओइ खाइदिउँ है त दामी भयो हो दामी छ
ओ मेरो फ्यान मेरो फ्यान होइन आक्रोश दाइ ल सो हामीहरूले बेसमेन्टमा हो हाम्रो बेसमेन्ट यति नेचर इन्भाइरोमेन्टको छ होइन होइन दाइ सो सबैजना यु क्यान भिजिट यही केटिएम सोरुम छ यो टर्निङको यतापट्टि छ कि दामी पाउँछ दामी आउनु है त सो यो चाहिँ हाम्रो नयाँ पिज्जा हो होइन गाइस बेसमेन्ट रन चिकन पिज्जा यस्तो दामी स्पेसल होइन दाइ कस्तो छ एक स्मेल आएम ओभर है पिज्जा टाइम भयो पिज्जा ट्राई हान्नुपर्छ त्यही ट्राई हान्दिउँ न त है हान्नु नि तँलाई झिक्नु नि त एउटा दाइले पनि यता आउनु न सो यो हाम्रो नयाँ पिज्जा है त सक्ने त दिस इज आवर न्यू पिज्जा केमा हानिदिनु है तपाईँको के भुक्का बनाएको हानिदिनु भन्नुभएको भिडियो ए त्यो ल एकैछिन ल केमा हान्नु चिजको ढिका दिनु तिमीलाई हात लगाएर सुसी भनेको छ दामी भएछ जाऊ कस्तो दामी भयो है ओके मा छिटो एकचोटि नमस्ते गर नि त ओके गाइस सो मेरो फाइनली आजको ब्लग 3 दिनको ब्लग भर्खरै सक्यो होइन सकिँदा पनि दामी तरिकाले सक्यो नि त पिज्जा खाँदै पिज्जा चाहिँ यो त हेल्दीवाला पिज्जा हो नि त सो सबैलाई एकदम हेल्दीवाला पिज्जा खानु मन छ भने चाहिँ सबैजना होइन बेसमेन्ट भिजिट गर्नु होला यो यस्तो हेल्दी पिज्जा हो है तपाईँहरूले टेस्ट गरेपछि थाहा पाउनुहुन्छ सो आजको भ्लग यहीसम्म सो स्टे ट्युन नेक्स्ट भ्लगमा भेटौँ बाई बाई सायोनारा